आज हजुरहरूलाई गर्भावस्थामा व्यायामहरूको बारेमा भन्न गइरहेकी छु। सो पहिलो व्यायामको नाम चाहिँ सोल्डर रोटेसन हो। यसमा चाहिँ हामीले हातलाई चाहिँ कुममा हाल्ने पहिला चाहिँ अगाडिबाट चाहिँ रोटेट सर्कल गरेर रोटेट घुमाउने 2 3 4 5 त्यसपछि चाहिँ हामीले पछाडिबाट घुमाउने। यो गर्दा चाहिँ हामीले यो दुईटा चाहिँ जोड्नुपर्छ 2 3 काँधको दुखाइहरू छ भने चाहिँ कम हुन्छ र यसको साथसाथै चाहिँ हाम्रो मुद्रा अथवा पोस्चर चाहिँ मेन्टेन गर्छौँ। अर्को व्यायामको नाम हो बटरफ्लाई पोज। यसको लागि चाहिँ हामीले पैताला दुईटा जोड्नुपर्छ, ढाड सिधा हाल्नुपर्छ र घुँडा चाहिँ बाहिरतिर फर्काउनु पर्छ अनि जति सक्ने यो हातले यसरी जोड्ने अनि जति सक्छ यसरी गर्ने अनि तलसम्म जानुपर्छ भन्ने पनि छैन, जति सक्नुहुन्छ त्यति मात्रै गर्न सकिन्छ है। अनि यसले चाहिँ हाम्रो अब यो पाथिरहरूलाई सपोर्ट गर्ने मासपेसहरू अथवा खुट्टाका मासपेसहरूलाई चाहिँ बलियो र लचकदार बनाउँछ, जसले गर्दा चाहिँ हाम्रो बच्चा आउने नली अलिकति खुलेर चाहिँ हामीलाई अब प्रसुति अथवा डेलिभरीमा चाहिँ हेल्प गर्छ। यो एक्सर्साइजको नाम चाहिँ काफ एक्सर्साइज हो। यो चाहिँ हामी बसी पनि गर्न सक्छौँ। हजुरलाई अब उठ्न गाह्रो भइरहेछ भने बसेर गर्ने। यसको यो चाहिँ किन गरिन्छ भन्दा चाहिँ खुट्टा बाउरिने अथवा हाम्रो गर्भावस्थामा खुट्टाको नसाहरू सुन्निने हुन्छ, खुट्टा नै सुन्निने हुन्छ, यसलाई चाहिँ कम गर्न चाहिँ गर्छौँ। यो चाहिँ कसरी गर्छ हेरौँला है। अब हामीले एउटा चाहिँ खुट्टा यतिकै सिधा हाल्ने, जसरी सजिलो हुन्छ त्यसरी गर्ने अनि बिस्तारै खुट्टा उठाउने, त्यसरी उठाउने अनि उठाएर फेरि बिस्तारै तल हाल्ने है। यो चाहिँ एकदमै छिटो चाहिँ गर्न भएन, बिस्तारै उठाउने, बिस्तारै तल हाल्ने, फेरि बिस्तारै उठाउने, बिस्तारै तल हाल्ने अनि यसरी नै गर्न सक्छौँ हामीले। यस्तो गरेर हामीले खुट्टालाई झुन्डाएर जस्तै गरेर अनि यस्तो गर्ने, फेरि यस्तो गर्ने। यो गर्दा चाहिँ एकदमै ध्यानपूर्वक बिस्तारै गर्नुपर्छ अनि दिनमा 2-3 पटक चाहिँ गर्नु होला। यसले गर्दा चाहिँ खुट्टा सुन्निनु चाहिँ कम हुन्छ। एक्सर्साइजको नाम चाहिँ एब्डोमिनल ब्रेथिङ हो अनि यसले चाहिँ हजुरको स्ट्रेसहरू, चिन्ता, तनाव केही भएको छ भने त्यसलाई रिड्युस गर्छ। साथसाथै यसले चाहिँ राम्रो निन्द्रा पनि पुर्याउन मद्दत गर्छ। यसको लागि चाहिँ एउटा हात चाहिँ छातीमा राख्ने, अर्को हात चाहिँ हामीले पेटमा राख्ने अनि नाकबाट चाहिँ सास तान्ने, मुखबाट फु गरेर चाहिँ सास फेर्ने है त, फाल्ने है त। ल म गर्छु ल। एक्सर्साइज चाहिँ हिप सर्कलिङ हो। यसको लागि चाहिँ हामीले दुईटा हात चाहिँ कमरमा हाल्ने अनि गोलो घुमाउने, जति सक्नुहुन्छ त्यसरी घुमाउने, फोर्स लगाएर चाहिँ नघुमाउने, बिस्तारै घुमाउँदै गर्ने। यसले गर्दा चाहिँ तलको भागको ढाड चाहिँ दुखाइ छ भने त्यसलाई चाहिँ कम गर्छ है त। त्यसपछि अगाडिबाट घुमाइसकेपछि चाहिँ अर्को ठाउँबाट पनि घुमाउनु पर्यो है त। हामीले अब बसेर पनि गर्न सकिन्छौँ। अब हजुरलाई गाह्रो भयो भने चाहिँ बसेर चाहिँ हजुरले नर्मली बस्ने, ढाड सिधा हुनु पर्यो अनि यो खुट्टाले बिस्तारै घुमाउने है त। एउटा साइडबाट घुमाएपछि अर्को साइडबाट फेरि घुमाउने है त। 2 यसै गरी हजुरले अर्को खुट्टामा पनि त्यही अनुसार गर्नु पर्यो है त। एक्सर्साइज चाहिँ पेल्भिक टिल्ट हो। यो चाहिँ एउटा किगल एक्सर्साइजको एउटा टाइप हो अनि यो चाहिँ हामीले अब बच्चा पाइसकेपछि पनि गर्नुपर्छ, किन भन्दा अहिले चाहिँ हाम्रो जुन नलीलाई चाहिँ राम्रो बनाउँछ। अब म गरेर देखाउँछु है त। यसको लागि चाहिँ हामीले यसरी बस्नु पर्यो, सुतेर हात चाहिँ यस्तो राख्नु पर्यो अनि बिस्तारै अनि एकछिन राख्ने, जतिसम्म राख्न सक्नुहुन्छ राख्ने अनि फेरि तल ल्याउने, फेरि माथि जाने, एकछिन राख्ने। यो चाहिँ फास्ट गर्नु भएन, बिस्तारै गर्ने। अनि एउटा सेसनमा चाहिँ कम्तीमा
5 कि 6चोटिसम्म गर्नु होला। यसले चाहिँ हाम्रो रक्त सञ्चारलाई चाहिँ राम्रो बनाउँछ, जसले गर्दा चाहिँ बचाउने नली अथवा बाटोलाई चाहिँ खुकुलो बनाउँछ। 4औं एक्सर्साइज चाहिँ डिप स्क्वाट हो। यसको लागि चाहिँ हजुरले खुट्टाहरू फाट्नु पर्यो, यो चाहिँ बाहिरतिर फर्काउनु पर्यो है। अनि हातलाई चाहिँ नमस्ते पोजिसनमा ल्याएर बिस्तारै तल जानु पर्यो है। अनि जति सक्नुहुन्छ त्यति तल बसिराख्ने अनि बिस्तारै माथि आउने है। यो गर्दा चाहिँ हजुरको यो यतादेखि यतासम्म चाहिँ स्ट्रेटै हुनुपर्छ है, डायगोनलहरू हुनु भएर। फेरि गरौँ न, यता फर्केर फेरि गरौँ। यसले गर्दा चाहिँ हाम्रो पाथिभरलाई सपोर्ट गर्ने मासपेस र खुट्टालाई सपोर्ट गर्ने मासपेस चाहिँ बलियो र लचकदार हुन्छ र त्यसले गर्दा चाहिँ प्रेग्नेन्सीको थ्रु आउट द जर्नीमा चाहिँ सपोर्ट गर्छ। अब 8औं एक्सर्साइजको नाम चाहिँ डबल हिप स्क्विज हो। यसले चाहिँ हाम्रो तल्लो ढाड दुखेको छ भने चाहिँ एकदमै मद्दत गर्छ अनि रक्त सञ्चारहरू पनि बढाउँछ। प्लस अब यसले चाहिँ हाम्रो अब बेथा लागेको बेला दुखिरहेको हुन्छ, त्यस बेला चाहिँ हामीले यो गर्छौँ यो एक्सर्साइज। अनि यो चाहिँ आफ्नो पार्टनरले चाहिँ सिकाउनु होला। एक्सर्साइज गर्दाखेरि मेरो हात चाहिँ उसको कम्मरमा हुनुपर्छ र यो कम्मरको माथिल्लो भाग हिप एरियातिर चाहिँ हामीले प्रेस गर्नुपर्ने हुन्छ। प्रेस गर्दै माथि जाने, त्यसको कारणले गर्दाखेरि चाहिँ कन्ट्राक्सनहरू भएको बेलामा चाहिँ दुखाइ कम गर्छ।